हेलो साथीहरु, के छ तपाईहरुको आज भने हैन। अब हाम्रो के कुरो भइराछ भने अब यस्तो काम नभएको बेला यसो बसेर भलक सलक बनाइदिनु न भन्ने कुरा छ। अब धेरै घुम्न त पाइन्न, तर पनि यसो बसेर चाहिँ म केही कुराहरु यसो शेयर गर्न चाहन्छु। अब खास मेरो च्यानलमा चाहिँ हैन एकदम अहिले चाहिँ राम्रो भइराछ, सब्स्क्राइबरहरु पनि बढिराछ अनि भ्युज पनि गइराछ हैन। नयाँ नयाँ साथीहरु जोइन हुनु भइराछ हैन, त्यसको लागि चाहिँ एकदम थ्यांक्सफुल नै छु म। आफूलाई एकदम होपफुल भइराछ, अझै पनि यो भन्दा राम्रो हुनेछ हैन। अब खास भन्दा अहिलेको भ्लगहरु बनाउँदा एकदम गाह्रो हुने रहेछ कि न त मेरो हैन क्यामेरा नै राम्रो छ, मोबाइल पनि अब एन्ड्रोइड मोबाइल हो। नर्मल्ली मोबाइलमा यसो भिडियो सिडियो बनाएर हाल्ने गर्ने कुराले चाहिँ हजुरहरुलाई अब आज कस्तो कुरा हुन्छ भने हैन, तपाईहरुलाई पनि अब भ्लग बनाइराख्नु भएको छ, कति मान्छेहरु सपोर्टिङ हुनुहुन्छ हैन, एकदम सपोर्ट गर्नुपर्छ हैन एकअर्कालाई। तपाईहरु जोइन हुनुस्, आउनुस्, गर्नुस् हैन। अब खास अब अहिले बसिरहेको बेला यसो न टाइम पास पनि हुन्छ, यसो आफ्नो कन्टेन्ट पनि बन्छ कि भनेर चाहिँ गरिन खोजिरा हो। खास त्यति राम्रो त नभए पनि हैन, एकदम आफूले सके जति चाहिँ एकदमै गरिराछु। बिहानदेखि लागि परिराछु हैन, बेला बेला टाइम दिइराछु। अब यही बाटै नहुने भएकोले अब यता पार्ट टाइममा गरिराछु भनौं न। अर्कोतिर अब जब पनि गर्नै पर्छ है। नेपाल जस्तो ठाउँमा अब त्यतिकै बस्न त सकिन्न। जबमा पनि अब त्यही हो, फेरि अब यसो टाइम मिलाएर यस्तो बनाएको देख्यो भने फेरि नराम्रो मान्छ हैन। अब बोसहरुले यसो केही न केही भन्ला, त्यो भन्दा पनि अब हामीहरुले अब जानेको कुरा, आफ्नो ट्यालेन्टहरु, आफ्नो क्षमताहरु देखाउनु पर्ने हुन्छ के। तपाईहरु पनि यस्तो कुराहरुमाथि त्यस्तो केही गर्न पर्दैन, एकदम सपोर्टिङ भएर एकदम मेहनत गरेर अगाडि जानुस्, तपाईहरुको नि भविष्य राम्रो हुन्छ। अब मेरो भविष्य त राम्रो नै छ भनौं न। यो भिडियोले गर्दा चाहिँ माथि पुग्छ जस्तो लागिरहेछ मलाई, एकदम होपफुल्ली छ। यो भिडियो एकदम भाइरल हुनेवाला छ गाइजहरु तपाईहरु हैन। अब खास भन्दा म चाहिँ यस्तो पार्कतिर बसेर नै कुरो गरिरहा हो। अब धेरै यताउति जानलाई कति केही छैन। तपाईहरुको लागि चाहिँ अब एकदम हुनेछ। अब कता कता गएर यस्तो भिडियो बनाउँदा राम्रै हुन्छ, तपाईहरुले नि गर्न सक्नुहुन्छ, नगर्ने छैन। मैले पनि गर्दैछु हैन। अब भन्नु पर्दा तपाईहरु सपोर्टिङ गाइजहरु हुनुपर्छ, एकअर्कालाई सपोर्ट गर्नुपर्छ, एकदम राम्रो हुन्छ। अब यसो त्यहाँसम्म पुग्नु पर्छ हैन, राम्रै छ भनौं न। यसो टाइम पास भइराछ। हजुरहरुलाई के कस्तो लागिरहेछ त्यो कुराहरु चाहिँ हजुरहरुले एकदम भन्न सक्नुहुन्छ है। यो चाहिँ हाम्रो दिदीहरु यहाँ पुरै सफा गरिरहेछ पार्कलाई, एकदम राम्रो बनाइरहेछ पार्क आज पनि। पहिला भन्दा आज भोलि धेरै राम्रो छ, नगरपालिका भनेको यता पो रहेछ हौ। सुन्दै नसुन्ने कहाँ जान्छौ तिमी। त्यस्तो पछाडितिर हेर्न पर्छ, अगाडि जानु पर्छ हैन, पछाडिबाट आउनुपर्छ। ए अब खास कुरो भन्दा यहाँ छ हैन। अब हामी यहाँ घुमिरहेछ, यस्तो छ कि आफै घुमिरहेछ। डर पो लाग्छ। पछाडि यो धन्न बस्यो भनेको त। घुमाइरहेछ, एकदम डर लागिरहेछ। ल कता घुमाइरहेछ खै। ज्याप पारिदियो, पुरै हानिरहेछ। कता पुर्यायो हामीलाई है। त्यो दाइ त कस्तो डेन्जर ठाउँमा गयो। ओ माई गड, गाह्रो पो छ त हामीलाई त। त्यो त भयो हैन। अब त्यसपछि हाम्रो यो चाहिँ के रहेछ यो त उठेर घुम्ने हो कि जस्तो लागिरहेछ। लड्न बेर छैन है यहाँ त। यो त कस्तो हो, लड्ला जस्तो छ त। लड्ला ल
यो के हो यो त एउटा बिगारिसकेको छ ल है है हल्लायो 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 गाह्रो रहेछ यहाँ के हो फेरि अब यो मजाले घुमिरहेछ चिजहरू कता जाने हो हेलो गाइस आज हाम्रो डे ड्युटी सकिएर नाइट ड्युटीमा छौँ है हामीहरू के कस्तो गलम जस्तो भएछ हामी आज यो धुप बनाम नेपाली धुप बनाम भनेको भर्खर पहिलो दिन आयो आउँदैन भनेको कसैको कस्तो हुन्छ कसैको कस्तो हुन्छ हाम्रा दाताहरू हेर्नुहोस् है गाइस यहाँ हेर्नुहोस् है गाइस 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 तपाईँ धुलो धुलो हाल्नु हुँदैन क्या त्यो दुब्लो बनाउनुहुन्छ भनेको दर्शक मेनहरू राम्रो भएको छ तर मोटो गर्थ्यो अघि बनाएको यस्तो भयो अघि धुलो त्यो है गाइस ल एउटा दुईटा कुरा परिस्थिति राख्नु त को राख्नु त परिस्थिति हामी पनि बनाऊँ खै दिनु त एउटा हो त्यस्तै गर्दै थियो क्यारे जाडो पनि भइरहेछ काठमाडौँमा त आज पहिलो दिन कस्तो हुँदो रहेछ है एक घन्टा 3 जना लगाएर लागेर बनाएपछि त कसो नभनौँला 500 जति बेलुकातिर सधैँ छिटो गरौँ खाना छिटो खाने छिटोसँग सुगर गरेर 8 बजी भित्री जाने के यस्तो गर्दै तिमी नआउ त छोरो एकछिन मोबाइल चलाइदियो ए नगर भनेको आफ्नो चलाउँछ जाऊ त हेलो गाइस भनेको ल यो त राम्रो भइरहेको राम्रो छ नि अलिक छोटो काटिदिनु पर्यो लामो पनि भयो तर ऊ पनि बनाउनु भएको छ मोटो बनाउनु भएको छ नि तपाईँले अलिकति मोटो बनाउनु त्योभन्दा अलिकति मोटो अलिक खुट्का पर्ने जस्तो आउनु मेरो कपालले त सबै गइगया छ त तिमीले बाबु नगर तिमी उता जाऊ कोही दुबलाई किन काट्नु भएको छ यस्तो तिमीले केही भन्दा रे लगाएपछि मोटेकापछि गरेर हुन्छ सकेसम्म बिस्तारै बिस्तारै साइज आफ्नो लेभलमा आउँछ नि अहिले त यस्तै हो थोरै उता जानु थोरै उता पर भल के भल तेरिका गयो अलग न अलग अलग काम करो तो खाना मिलेगा काम नहीं करेगा तो खाना के मिलेगा पहिला दिन त्यो ब्युटी पार्लर सिक्दाखेरि पहिलाको दिन त्यो थ्रेडिङ गर्ने धागो यस्तो यस्तो गरेर चलाउँदाखेरि चाहिँ मुन्टो चलाए हात नचल्लो हात चलाए मुन्टो नचल्लो माथि
यस्तो गाह्रो नहुँदै भएर यस्तै हुने क्या कहिले हुने होला त्यस्तो गरेर जस्तो लाग्दथ्यो आजभोलि त टुइ टुइ यस्तो गरेर सिक्ने त हो नि जे पनि सिकिसकेपछि त हो नि पर्फेक्ट यो थाहा छैन पछि पछि हेलो गाइस म भलक भन्नुलाई नभए यहाँ भइसक्यो के नहरे भन्नुहुन्छ ऊ बाँदर जस्ता जिउरा टिपी खाँदा बाँदर जिउरा टिपी खाँदा थियो जति त्यस्तै गरी घोप्ट्या पढेका छन् आज यी मान्छेहरू मम्मीको पाला आउँदा म घोप्ट्या पढेको बुहारी हेलो म्याम तपाईँ एकैछिन बसेर सिकाइदिनु न आमालाई भन्दै